तिमीलाई रोजेको कहाँ हो र ईश्वरले नै तिमीलाई मेरै निम्ति सृजेका मैले तिमीलाई खोजेको कहाँ हो र ईश्वरले नै तिमीलाई मेरै निम्ति रोजेका मैले तिमीलाई रोजेको कहाँ हो र ईश्वरले नै तिमीलाई मेरै निम्ति बस्न म आग्रह गर्न चाहन्छु। बेहुलाको तर्फबाट आउनु भएको यता पार्नु होला हजुरहरू अगाडि, बेहुलीको तर्फबाट आउनु भएको यता अगाडि, यता यो साइड बेहुलाबाट आउनु भएको व्यक्तित्वहरू यहाँ बाहेक स्वागत छ। हामी गाउँदै आजको यो यसलाई मनाउने प्रभुको मेरो लागि ईश्वरले जुटाइदिएको असल साथी जीवन साथी असल साथी जीवन साथी ईश्वरले सृजिदिएको ईश्वरले बेहुलीको अभिभावक अनि तपाईहरु जतिजना यहाँ हुनुभएको पाउनुभएका सम्पूर्ण पाहुनाजनहरूलाई म यस मण्डलीको स्वागत भन्न चाहन्छु र हाम्रो विशेष गरेर हाम्रो प्रदेशबाट केन्द्रबाट आउनुभएका हाम्रो पास्टर दाइहरू अङ्कलहरू पनि हुनुहुन्छ, उहाँलाई पनि म प्रभु येशू जब संसारमा आउनुभयो आइसकेपछि पनि उहाँले विवाह कार्यक्रममा नै विवाह गर्नुपर्छ। हालेलुया। त्यसकारणले तपाईहरु जो जति व्यक्तित्वहरू परमेश्वरको त्यो उपस्थितिलाई हामी सबैजनाले थाहा गर्न सकौँ। हालेलुया। किनभने उहाँ चाहिँ सिंहासन
उहाँले नव दम्पति हुनलाई तयार हुनुभयो अहिले केही समयभित्र हुनुहुन्छ। यो प्रस्तावित म यहाँ प्रयोग हुँदैछु। आमेन। म यहाँ प्रयोग खसी काट्ने आदि इत्यादिको केही पनि देखिँदैन। उहाँलाई आदरणीय बनाउने कोसिस गरेको हो हामी। आमेन। त्यसकारणले यो विवाह आदरणीय र पवित्र, आदरणीय पनि हुनु पर्यो र पवित्र पनि हुनु पर्यो। आदरणीय भनेको सबैले मान गरे, सबैले सम्मान दिएको, त्यसरी आनन्द हुनुपर्छ। त्यसैगरी परमेश्वरले दृष्टिकोणबाट सामाजिक र कुराहरू त्यसो हुँदाखेरि यो पवित्र विवाहको लागि दुलहाको तर्फमा पवित्र दिन पाइँदैन, बाइबलमा पाइन्छ। लाखै रुपियाँ आम्दानी भए पनि काम छोडेर 3-4 राजी खुसी साथै त्यसो यीशु प्रभु तपाईको उपस्थितिमा आज नवीना अनि सन्तोषको बीचमा आज पवित्र विवाहको यो समारोहमा हजुरको उपस्थिति छ र यो करारको वेदीमा प्रभु यो करारको यो विशेष वेदीमा हामी जाँदैछौँ कि परमेश्वर पिता पुत्र तपाईको उपस्थिति र तपाईको समाउनु पर्यो। अब त तपाईँले समाउन पाउनुभयो। अघि नै भनेको छु नि, मुटुको ढुकढुकी ढाक्लाग्रा बोक्नु हुनेछ होइन, अलिकति कस्तो कस्तो हुनेछ, मन पनि यतै ठिक हुँदैन, कता कता के हो होइन। त्यसरी यो शङ्का लाग्छ नि हाम्रो छोरीचेली लगेर फेरि। तर यहाँले यसो लेखिएको छ विवाहहरू साक्षी छौँ। सुन्नु भएन भने सायद रित्तै भोज खाएर फर्किनु पर्ने हो कि है। म केही प्रश्न सोध्छु। न्याय आसनको सामुन्ने खडा हुनुपर्छ। यसरी शरीरमा हुँदा आफूले गरेका हरेक कुराको काम कुरा बमोजिम पवित्र विवाहमा प्रवेश गरेर परमेश्वरको वचन अनुसार जीवन यापन गर्नलाई यस स्त्री सुश्री नवीना कति अप्ठ्यारो माने जस्तै गर्नुभयो। उहाँलाई मैले 24 नम्बर दिएँ, 1 नम्बर घट्यो। तपाईँ दुवै बाँचुन्जेलसम्म केवल नवीनालाई मात्रै प्रेम, वास्ता, आदर, सुरक्षा दिन, स्वास्थ्य अस्वास्थ्य अवस्थामा, धनी वा गरिबी अवस्थामा, भोग वा अभोग अवस्थामा, दुःख वा सुख अवस्थामा माया र पालन पोषण गर्न हेर्छ। हालेलुया। राखा बस्छ वरद नबस्छ हुन्छ। नवीनालाई मात्रै आफ्नी एकमात्र विवाहिता धर्मपत्नी मानी मृत्युले नछुटाइसक्यो। मृत्युले हुन्छ अलिकति छोरीचेलीको नम्र मधुर आउँछ। त्यसै कारणले बता म पक्षपात गर्दिनँ, 24 नम्बर दिएँ है। त बिस्तारै आयो भने कस्तो पक्षपाती पास्टर छ भन्ला भनेर मात्र विवाहिता होइन धर्मपत्नी मानी मृत्युले नछुटाएसम्म, सन्तोषलाई मृत्युले नछुटाएसम्म सँगै रहिरहन के तयार हुन्छ। हालेलुया। हामी स्वीकार गर्दछौँ। असल र खराब अवस्थामा, भोग र अभोग अवस्थामा, धनी र गरिबी अवस्थामा, स्वास्थ्य र अस्वस्थतामा, सुख वा दुःख वा सुख, मेरो पत्नीको स्थानमा तपाईँलाई मात्र प्रेम, हेरचाह, वास्ता र सुरक्षा गरिरहनेछु र सबै कुरामा तपाईँको साथ र अधीनमा रहनेछु। परमेश्वर र यहाँ उपस्थित अभिभावक, आफन्तजन, चर्चका पास्टर अगुवा साथै चर्च म यो करार बाँध्छु कि यस घडीदेखि शुद्धमा हिस्सा र सुरक्षा गरिरहनेछु र सबै कुरामा तपाईँको साथ अधीनमा रहनेछु। परमेश्वर र यहाँ उपस्थित अभिभावक, आफन्तजन, चर्चका पास्टर अगुवा साथै चर्च परिवारहरूको सामु मैले आफ्नो प्रतिको यो करार पक्का सङ्कल्प गर्दछु। सुने होइन त दुल्हा राजाको अभिभावकहरू सुने होइन त सुने। उहाँले करार बाँध्नु भएको छ भन्दै गर्दा तपाईँ सबैले पनि देख्नुभयो सक्कली सुन हो। परमेश्वरको वचन हगाईको पुस्तकमा यसरी लेखिएको छ, सुन मेरै हो। प्रभु परमेश्वर सबै सहायता गर्नुहोस्। धन्यवाद छ पिता पुत्र पवित्र आत्माको नाममा। तपाईँसँग पवित्र विवाहको करार पक्का गर्दछु र मेरो विवाहिता पत्नी स्वीकार गर्दछु। मसँग भएका सम्पूर्ण आर्थिक भौतिक थोकले तपाईँसँग
तपाईँसँग पवित्र विवाहको पवित्र विवाह करार करार पक्का गर्दछु पक्का गर्दछु र मेरो मेरो विवाहित विवाहित पत्नी र मसँग भएका सम्पूर्ण आर्थिक भौतिक थोकले तपाईँलाई भरिपूर्ण गर्दछु। लगाइदिनुहोस्। अब आँगला माग्नु पनि पाउनुहुन्छ भनेको नि त वैधानिकता प्राप्त गर्नु। हालेलुया, प्रेज द लर्ड। दुलहीको मान्छे भने बाल्नु एउटा रमाइलो, दुवैजनाले एकसाथ बाल्नु हुनेछ र त्यो बिचको त्यो मोटो एउटा क्यान्डल दुवैजनाले बाल्नु हुनेछ र आफ्नो आफ्नो क्यान्डल निभाउनु हुनेछ। यसको मिनिङ अर्थ चाहिँ अघिसम्म दुईजना बेग्लै बेग्लै परिवार घराना र एउटै शरीर भएका छन् र दुई परिवार एकसाथ पापहरू अधर्महरू धुनाको लागि आफै स्वीकृति पाठ गरेको वचनले के भन्छ भने जहिले त्यति मात्र नभएर यो क्रुसको मृत्युद्वारा नै एकसाथ यो ग्रहण गर्नेछ। खानुहोस्, रोटी खानुहोस्। हामी सबैले आफ्नो पापहरू शुद्ध गर्नुभएको म यो आशिषको कथा एकसाथ के वैवाहिक जीवनमा तपाईँको उज्यालो ज्योतिले थाप्नुहोस्, सूर्य शक्तिले थाप्नुहोस्, प्रेम बाँधेको करारलाई सम्झे एकले अर्कालाई शान्ति रहनलाई सहायता गर्नुहोस्, लगातार सहायता गर्नुहोस्। धन्यवाद दिन्छौँ येशू प्रभु। गॉड अफ नेपाल र माथि देखिएको छ नछुटाओस्। आमेन, आमेन। यिनीहरू दुवैले परमेश्वरको एक्लो छैन म येशू साथमा छु, एक्लो छैन। ज्यूहरू हाम्रो निमन्त्रणालाई स्वीकार गरी यहाँको अमूल्य स्वागत गर्न चाहन्छु, साथै अभिवादन पनि गर्न चाहन्छु। परिवार बनाउन जीवनको नयाँ यात्रामा अघि बढ्दैछौँ। खुसी भएको छु। आज तिमीहरूलाई एक बनाएको परम्परा मात्र होइन, यो परमेश्वरले स्थापना गर्नुभएको केवल हाम्रो जय मात्र होइन, हाम्रो परिवारको सदस्य पनि हुनुहुन्छ। तपाईँले मेरी बहिनीलाई प्रेम, सम्मान र साथ दिनुहोस्। अनि बहिनी, तिमीले पनि आफ्नो श्रीमानलाई प्रेम। यस ख्रिस्टलाई पनि विश्वास गर्नुभएको छैन, उहाँ पनि आइनुभयो, त्यसको लागि पनि धन्यवाद गर्दछु। अनि जति पनि पवित्रमाथि एउटा पवित्रले परमेश्वरमा प्रार्थना साथ मेरो कहिले नछोड्नु तिमीले,
जे आए पर्छ काट्नु छ हामीले प्रभुको वचन पालना गर्दै अगाडि बढ्नु छ सँगसँगै प्रभुको वचन पालना गर्दै अगाडि बढ्नु छ सँगसँगै म अब जिउने छु तिमीसँगै प्रभुमा बढ्नेछु तिमीसँगै म अब जिउने छु तिमीसँगै प्रभुमा बढ्नेछु तिमीसँगै Falling in love with you. Yes, I am falling in love with you. दुःख सुख गर्मी अनि उहाँहरूले एउटा कोरस गाउन चाहन्छु प्रभुलाई नि सबै कुरा अर्पण छौँ मलाई यो कोरस एकदमै मनपर्छ लिनुहोस् त अर्पण छौँ लिनुहोस् म चढाउँछौँ लिनुहोस् त छानेका तपाईँकै क्रिस्टको रगतले प्रार्थना गर्नेछु परमेश्वर पिता आज तपाईँको उपस्थितिमा यो सन्तोषी जोइसा सन्तोष ज्यू बाबाई छौँ हाम्रो छोरी चेली